भरेको छ नि यो होली सकेछ नि त यहाँ पुगेको नानी फुलको बिरुवाहरू रोप्न पनि आउँछ मामु के गर्नु भएको ए ठुलो खेतीको मान्छे बेलैमा बिहानै नि दिउँसो घामले अनि बाहिर निस्किनु सकिँदैन गर्नु बितिसक्यो ल ल आउँदै गर्नु ल फुलतरो लगाइदिएको कि यसो चारो हुन्छ भनेर लगाइदिएको कम्ती साह्रो पर्दैन चारो त यो आयो भने त कति हुँदो रहेछ त्यही भनेर यसपालि चाहिँ पोहोर मैले यो उता लसुन पनि हो ए टुप्पामा मात्रै छरिराख्नु लसुन बिचबिचमा अब गोडेर मकै लाउँदा हुन्छ नि अब उखाल्ने बेला त हुन आँट्यो कसो पो गर्नु भन्दैछु मर्न थालिरहेछ मकै लाउँदा त्यता पनि लाउँदा यसो एक दुईवटा खाने पनि लाउनु पर्छ नि त लाउनु त तर खन्ने बेला हेर्नु न मर्न थाल्यो नि त मकै गरिसक्नु भयो हामीहरू कहाँ आएको हो मकै गर्न वाउ तोरीको फुल कति धेरै
उता पनि हेऱ्यौँ अस्ति हामी रोपेको थियौँ मम्मा चाहिँ के हो टिपेर अस्ति टिपेछ नि तपाईँले उता पनि गर्नुभएको थियो अस्ति टिपेर रोपेको चाहिँ छैन चाहिँ यहाँ खाँदै हुनुहुन्छ मामु के गर्नुभएको ए कहाँबाट भरेको छ नि यो खालेको साल धेरै आछ र ए के राम्रो राम्रो फुल छ यस्तो राम्रो राम्रो यस्तो राम्रो फुल आहा मम्मी एउटा सुताम एउटा यस्तोमा सजाउनुपर्छ मैले चाहिँ यो चाहिँ शिरमा सजाएको मामुले अब गइसक्न आँट्नुभयो नभए यता साइडपट्टि मात्रै बाँकी छ यताउति गर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ तपाईँहरूले त्यहाँ माथि एउटा चरा छ अरे कहाँ पो गयो ऊ त्यहाँ कराउँदै बसिरहेछ अन्सा दिदीहरू आउँदै हुनुहुन्छ ऊ त्यहाँ
कम्ती झार्छ आयो दादा दिदीहरू आउनु भएछ अनि यो चाहिँ खानु छोडिदिन्छु र पो खानु नि पर्यो खरायो अलिक ठुलो नभए कहाँ खानु दिदीले पनि सघाइदिँदै हुनुहुन्छ मिठो हुन्छ अरे होइन दिदी गफ गर्दै हुन्छ तारा दिदीहरू म त खाएको छुइनँ खाना सब्जी बनाउनु नको कहाँ रोप्नु भएको छ हेर्न सबैले दाजुले खोल्नु भएको छ नि हाल्ने होइन नि तर खोइ हिँड्न अलिक हिँड्न जानिन हो यो सानो जिउ भएर पो हो कि होइन निर्जु यो भन्दा सानो थियो निर्जु छ त्यही त खोइ के भएर हो यस्तो आमालाई आउनु भन आउनु भन मेरो फुल तरुलको त नाश भएछ नि टेकेर खाने मान्छे साना थियौँ न सानो थियौँ तर म त्यो त भित्तामा थिइनँ है निर्जुको कामलाई लगे तारा त खसी सबै मारिछ मैले होला अन्सा दिदी अघि बाक्लो चाहिँ मैले सबै खालेको थिएँ उता झन् बाक्लो चाहिँ उता हेर्छ कति खालेको छिटो भने झारो खेल्ने कुद्न नपाएर साह्रो पऱ्यो भुइँमा होला नि भुइँमा कुद्न नपाएर साह्रो पऱ्यो नि बोडा बन्दै उम्रेन हौ यहाँ ल्याएर फेरि रोपिदिनु यहाँ कहाँ बोलाउनु मिर्चीलाई बोलाउँदैछ माटो त राम्रै रहेछ नि राम्रो माटो फुरुरु परेको छ र त उब्जाउ हुँदैन अलिक कालो कालो यो चाहिँ तपाईँहरूकै हो होइन नि मकै गोडेर चाहिँ सकियो घाम लाग्यो मर्ने गरी